साथीहरु म चाहिँ यो सजुवाको फाँट हुँदै माथि ठुला खेत हुँदै सजुवाको डाँडा त्यो सालघारी कट्दै माथि कटुन्जे फाँटमा निक्लिँदैछु। हेर्नु होला कटुन्जे फाँट हुँदै हुँदै माथि थाप्लाको बान्दामा गएर एकछिन बस्नेछु अनि त्यसपछि बिस्तारै सुवेदी गाउँतिर लाग्दैछु। अब मेरो घर जाने बाटो आयो। सुवेदी गाउँ अलिअलि हरियाली छ, मनपर्ने ठाउँ। के गर्नु, टाढा हुँदा हुँदै पनि आफ्नो गाउँ आफैबाट टाढा भए तापनि मनमा बसिरहेको ठाउँ सुवेदी गाउँ आयो मेरो ठाउँ।